बुवाको सङ्घर्ष देख्नुभयो? पहिला भर्खर प्रिभियस भिडियोमा तपाईँहरूसँग कुरा गरेको थिएँ कि हाम्रो बुवाको सेक्रिफाइस के सेक्रिफाइस गर्नुभएको छ, त्यो सङ्घर्षहरू तपाईँले देख्नुभयो? देख्नु भएन भने अहिले पनि म भन्छु तपाईँहरूलाई, यो भिडियोलाई पज गर्नुहोस्, आँखा बन्द गर्नुहोस् र आफ्नो आमा बुवालाई याद गर्नुहोस्। तपाईँ यदि अहिले सम्भव छैन, तपाईँ आमा बुवालाई फोन गर्नुहोस्। यदि तपाईँको अगाडि हो भने तपाईँ गएर सोध्नुहोस् के गर्नु भएन तपाईँको बुवाले तपाईँको लागि। ती सेक्रिफाइसलाई तपाईँले कसरी भुल्न सक्नुहुन्छ? र यो संसारमा तपाईँ भन्नुहुन्छ यो गरिलिन्छु त्यो गरिलिन्छु, अरे मलाई मतलब मोटिभेसन छैन, म गर्न सक्दैन यो त्यो सबै बहानाबाजी हटाउनु साथीहरू। किनभने त्यो बहानाबाजी र त्यो मोटिभेसन जुन तपाईँ भनिराख्नुभएको छ नि, तपाईँको घरमा तपाईँको बुवाभन्दा ठुलो मोटिभेसन केही पनि छैन। कुनै पनि किसिमको मोटिभेसन म जति कराए पनि, म जति बोले पनि यो मोटिभेसन काम लाग्नेवाला छैन यदि तपाईँ आफ्नो बुवाको मोटिभेसनलाई आफ्नो मेन उद्देश्य बनाइदिनु भयो भने।